नेपाल आफ्नो इतिहासकै असाधारण अवस्थाबाट गुज्रिरहेको तथ्य उजागर छ। देश र समाजको कुनै पनि अङ्ग अवयव स्वस्थ छैन। देश बिरामी छ। देशलाई लागेको रोगको पहिचान गरी निदान गर्न ढिला भइसकेको छ। विद्यमान असाधारण अवस्थामा का निम्ति प्रमुख दलहरू बढी जिम्मेदार भए पनि समग्रमा हामी नेपाली र मूलत हामीले अगालेको राजनीतिक प्रणाली नै दोषी छ। यस असाधारण अवस्थाबाट देशलाई उन्मुक्त निकास दिने काम पनि हामी नेपालीकै हो। देशमा क्रियाशील सबै राजनीतिक दल, संस्था, शक्ति र आम जनसमुदायको सामूहिक इच्छाशक्ति, प्रयास र सहकार्यबाट मात्र अनुकूल एवं अपेक्षित व्यवस्था र अवस्था परिवर्तन सम्भव छ। यस किसिमको परिवर्तन मात्र स्थायी प्रकृतिको तथा देश र जनताको हित एवं स्वार्थको पृष्ठपोषक हुन्छ। निषेधात्मक सोच, आग्रह, नियत एवं दुराशयको आडमा हुने वा गरिने परिवर्तन राष्ट्र र जनताको स्वार्थ र हित अनुकूल हुँदैन भन्ने ज्वलन्त उदाहरण आज नेपालमा विद्यमान अवस्था र परिस्थिति हो। लोकसम्मति वा जनमतको सम्मान एवं कदर नेपाली राष्ट्र संस्थाको धर्म र परम्परा दुवै हो। जनमतको सम्मान र कदर गर्दै श्री 5 महाराज ज्ञानेन्द्र वीर विक्रम साथैबाट नेपाली जनताको एकता र अखण्डताको प्रतीकको रूपमा रहिआएको श्रीपेट संविधान सभाको लोकमतलाई शिरोधार्य गर्दै नेपाली जनतालाई सुम्पी बक्सेको थियो। यो शाश्वत सत्य हो कि जनमत स्थिर र अपरिवर्तनीय हुँदैन। समय, परिस्थिति र घटनाक्रम साक्षेप अर्थात् परिवर्तनशील छ। हिजो गणतन्त्र खोजेका सार्वभौम सत्ताका मालिक नेपाली जनताले आज पुनः राष्ट्र संस्था खोजेका छन्। जनमत स्थिर र अपरिवर्तनीय स्वरूप र प्रकृतिको हुँदैन भन्ने ज्वलन्त उदाहरण हो नेपालको वर्तमान जनमत। तर यहाँ यो पनि स्पष्ट हुनुपर्छ कि नेपाली जनताको चाहना राजतन्त्र अथवा राजाको शासन होइन, राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकाको संवैधानिक राष्ट्र संस्था मात्र हो। संवैधानिक राष्ट्र संस्थाकै परिकल्पना गरिएकोले राष्ट्र संस्था सँगसँगै देशमा राजनीतिक दलहरूको अस्तित्व रहनु पर्छ र त्यसका लागि बिना कुनै धनजनको क्षति वर्तमान राजनीतिक दलहरू शान्तिपूर्ण रूपमा सहमतिमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो। अहिले केही कोणबाट राष्ट्र संस्थावादीहरू सक्रिय राजतन्त्रका निम्ति प्रयासरत छन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ। आम नेपाली जनताले विश्वव्यापी मानव अधिकारका मूल्य मान्यतालाई सम्मान गर्ने र जनताको सर्वोच्चतालाई आत्मसात गर्ने राष्ट्र संस्था खोजेका हुन् भन्नेमा हामी स्पष्ट छौँ। सबै नेपाली जनता अझ त्यसमा पनि सबै राजनीतिक दलमा आबद्ध देशप्रेमी र राष्ट्रवादी नेता तथा कार्यकर्ता, राजनीतिक विश्लेषक एवं चिन्तक, प्राध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, वकिल, स्वास्थ्यकर्मी, विभिन्न अङ्गमा कार्यरत सुरक्षाकर्मी, कलाकार, धार्मिक, सांस्कृतिक र सामाजिक अगुवा, किसान, मजदुर, उद्योगपति र व्यापारी सहित आम नागरिक सबैले यो स्पष्ट हुनु आवश्यक छ कि यस घडीमा श्री 5 महाराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको अपिल प्रति पूर्ण सहयोग
र समर्थन गर्नु जनमत वा लोकतन्त्रप्रतिको निष्ठा, धर्म र कर्तव्य हो। निम्नलिखित चारवटा उद्देश्यका साथ त्यसको परिपूर्तिका निम्ति संयुक्त जनआन्दोलन समिति प्रस्तुत भएको छ। संवैधानिक राष्ट्र संस्थाको पुनर्स्थापना, ख सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन। साथसाथै हामी जनजीविकाका सवाल, गरिब र विपन्नले भोग्नु परेका पीडा, विदेशमा बस्ने र विदेशी न बाध्य युवाका भावना लगायत ब्याङ्क, लघुवित्त, सहकारी र मिटर ब्याज ऋण पीडित तथा सहकारी बचत पीडितको मागलाई उचित रूपमा संशोधन गरिनुपर्छ भन्नेमा दृढ सङ्कल्प छ। माथि उल्लेखित चारै मुद्दालाई सम्बोधन गर्न केवल वर्तमान संविधानमा सानातिना फेरबदल गरेर सम्भव नै छैन। तसर्थ व्यापक रूपमा सबैले प्रशंसा गरेको 47 सालको संविधानलाई आधार मानेर 72 सालको संविधानको सकारात्मक प्रावधानहरूलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बढोस् भन्ने हामी चाहन्छौँ। त्यसो गर्दा संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरावलोकन गर्न सकिनेछ। त्यसबाट मात्र नेपालको क्षीण हुँदै गएको राज्य, राजनीति र समाजलाई ट्र्याकमा ल्याउन सम्भव हुनेछ। अन्यथा यो गौरवशाली इतिहास बोकेको देश बदलिँदो विश्व भू राजनीति तथा बिग्रदो आन्तरिक परिस्थिति माझ अस्तित्वको सङ्कटतर्फ उन्मुख हुने खतरा बढेर जानेछ। नेपाली समाजले अब थप द्वन्द्व, मुठभेड, तोडफोड, आगजनी र आम हडताल, ध्वंसात्मक हिंसा, प्रतिहिंसा र गृहकलह धान्न सहन गर्न नसक्ने धरातलीय यथार्थप्रति संवेदनशील भएर हामीले अहिंसात्मक एवं शान्तिपूर्ण सहकार्यको प्रक्रिया तथा मार्ग रोजेका छौँ। तर विज्ञानको नियमअनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै। यदि यसलाई हाम्रो कमजोरी ठानेर व्यवस्था वा उपेक्षा भएमा त्यसको परिणाम अनुकूल नहुन सक्छ। त्यसैले हाम्रो पहिलो प्राथमिकता राष्ट्र संस्था पुनर्स्थापना गरेर सर्वपक्षीय सम्मेलनबाट सहमतिको बाटोमा अघि बढ्न सकियोस् भन्ने रहेको छ। विगतमा धेरै पटक राष्ट्र संस्था पुनर्स्थापनाका लागि एकताबद्ध भएर अघि बढ्ने प्रयास भएको हो, तर त्यो विविध कारणले सम्भव भएको थिएन। पछिल्लो चरणमा धेरै पक्षबाट सबैलाई एकताबद्ध गरेर अघि बढ्न मलाई आग्रह भएपछि मैले झन्डै 87 वर्षको उमेरमा सबैलाई संयोजन गर्ने यो जिम्मेदारी वहन गर्ने निर्णय लिएको हुँ। सुरुवाती समयमा केही प्राविधिक समस्याहरू देखिए पनि सबै समस्याहरू समाधान उन्मुख छन्। प्रमुख राष्ट्र संस्थावादी पार्टी तथा समूहहरू सबैले यस संयुक्त जनआन्दोलन समितिलाई साथ र समर्थन गर्ने तथा समितिसँग सहकार्य पनि गर्ने निर्णय गरेका छन्। संयुक्त जनआन्दोलनलाई अघि बढाउन मैले एउटा निर्देशक समिति बनाएको थिएँ। संयुक्त जनआन्दोलन समितिलाई अमूल्य सुझाव तथा सल्लाह प्रदान गर्नका लागि नेपाल डीसी डाक्टर जगमान गुरुङको संयोजकत्वमा सल्लाहकार समिति रहनेछ। माननीय डाक्टर धवल शमशेर राणा संयोजक रहेको आन्दोलन परिचालन समितिमा देशभरिबाट 1111 सदस्य रहेका छन्, जसलाई अझै विस्तार गर्न सकिनेछ। आन्दोलन परिचालन समिति अन्तर्गत एउटा उच्चस्तरीय कार्यदल पनि रहनेछ। साथसाथै आवश्यक उपसमितिहरू गठन भएका छन्।
नवगठित संयुक्त जनआन्दोलन समितिमा जन कमान्डरको जिम्मा दुर्गा प्रसाईलाई दिएको छ। उहाँको नेतृत्वको महाअभियानले राष्ट्र संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गर्नु पूर्व नै भोलि चैत्र 15 गतेदेखि सुरु हुने गरी घोषणा गरेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले अपनत्व लिएको छ। त्यसलाई पूर्ण रूपमा सफल बनाउन हामीले आफ्नो दायित्व सम्झेका छौँ। सो सम्मेलनलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले साथ र समर्थन दिनुहुनेछ तथा सम्भव भएसम्म आन्दोलन स्थलमै सरिक हुनुहुनेछ भन्ने विश्वास लिएका छौँ। चैत्र 16 गते उपत्यकामा घोडे जात्रा पर्व परेको र समस्त नेवा समुदायले उक्त दिन विशेष पर्वको रूपमा मनाउने परम्परा रहेकोले उक्त दिनका लागि हामीले आन्दोलनका कुनै पनि कार्यक्रम राखेका छैनौँ। तर चैत्र 17 गतेदेखि आन्दोलनका थप कार्यक्रमहरू हुँदै जानेछन्। आजको मितिले 1 हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई व्यवस्था गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र 21 गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुन्छ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेदारी सरकारले लिनुपर्छ। राष्ट्रिय राजनीतिलाई निषेधको दुश्चक्रबाट बाहिर निकाली सहअस्तित्व र पारस्परिक सम्मान तथा समावेशी सहकार्यबाट अगाडि बढाउन सक्दा नेपाललाई वास्तविक समृद्धिको बाटोमा अग्रसर तुल्याउन सकिन्छ भन्ने हाम्रो अटल विश्वास हो। अतः यो लक्ष्य हासिल गर्न हामीले प्रस्तुत गरेका 4वटा मुख्य एजेन्डालाई सबै नेपाली दिदीबहिनी दाजुभाइ युवा अवस्थाका छोराछोरी तथा आमाबुबाले समर्थन र सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। साथै समर्थन र सहयोगका लागि हार्दिक अपिल गर्दछु। धन्यवाद। यो पूर्ण समावेशिता हुन्छ, यो थपिँदै जान्छ। हामी मान्छे खोज्दैछौँ। यो चाहिँ यो तराईको प्रतिनिधि नै यहाँ भइसकेका छैन। हामी समावेशिता गर्दै जान्छौँ। अब तपाईँले भन्नुभयो यो हिंसात्मक हुने हो कि के हो। हामी हिंसात्मक आन्दोलन गर्दैनौँ। हामी शान्तिपूर्ण आन्दोलन गर्छौँ। हामी शान्तिपूर्ण रूपबाट जान्छौँ। हामी कुनै हतियार लिएर माओवादीले जस्तो गर्ने प्रशिक्षण होइन। राष्ट्रपालले पार्टीको कार्यक्रम पहिलेदेखि सेट भएको कार्यक्रम हो त्यो। तर यो राष्ट्रिय स्तरको जो कमिटी छ यसमा एकबद्धता बनाएर हेर्नुहुन्छ। राष्ट्रपालका सम्पूर्ण पदाधिकारीहरू यी हुनुहुन्छ। उपाध्यक्ष मेरो बगलमा यहाँहरू किन भ्रम पर्नुहुन्छ? भ्रम नपर्नु। हामी मञ्चमा रहनुभएका विशिष्ट व्यक्तिहरूले उठेर हात उठाएर एकबद्धता जाहेर गर्नुहुनेछ र यहाँहरूले पनि ताली बजाएर त्यसलाई समर्थन गर्नुहुनेछ भन्ने हार्दिक अनुरोध गर्दछु। हामी आजबाट एकबद्ध भएका छौँ। अब हाम्रो एकताको अभियानलाई कसैले रोक्न सक्दैन। हामी एकबद्ध भएर गर्ने आन्दोलनको आँधीबेहरी यो गणतन्त्र सरकारले स्वीकार्न सक्दैन, फेक्न सक्दैन। हामी आज एकताको अभियानमा सफल भएका छौँ। यसको श्रेय तपाईँ हामी सम्पूर्णलाई जान्छ। हामी सम्पूर्ण यसको भागीदार रहेका छौँ। हामी सम्पूर्ण गौरवशाली रहेका छौँ।